साथीहरु यार फाइनली राराताल त पुग्यो। ल साथीहरु सिजन आउँदैछ के रे घुम्न आउनु होला। हेलो गाइज, वेलकम टु आवर भिडियो। आज चाहिँ हामी दुईजना अहिले दैलेखको दुल्लु भन्ने सहरबाट अलिकति अगाडि बढिसकेका छौँ, करिब 5-7 किलोमिटर अगाडि। हामी चाहिँ यो बाटोमा छौँ। यो बाटो चाहिँ तपाईको सिधै जुम्ला निस्किने हो। जुम्ला निस्केर चाहिँ हामी रारा जाने बाटोमा छौँ है गाइजहरु। हामी चाहिँ हेर्नु है, ठाउँ हेर्नु के साथीहरु, ठाउँ के हेर्नु परेन, ठाउँ यस्तो राम्रो छ यहाँ। यही घर बनाएर बस्ने जस्तो है। राम्रो सल्लाह धुपै छ, अब के भन्नु है। तम पनि आइजाया रारा घुम्नलाई, चुलै निम्तो छ। बाटो त्यही माथि यस्तो राम्रो पिच। साथीहरु अहिले चाहिँ हामी अम्बा डाँडा भन्ने बजारमा पुगिरहेको छ। बजारको परिवेश भयो, घरहरू, सानो बजारको एरिया छ। के तपाईँ यता पछाडि पनि देख्नुहुन्छ साइखोला। अहिले चाहिँ हामी साइखोला उक्लिने बाटोमा छ। साइखोला उक्लिने कोसिस गरिरहेका छौँ होइन। दैलेख जिल्लाको साइखोला भन्ने ठाउँमा छौँ होइन। तपाईँ देख्न सक्नुहुन्छ यता पनि त्यही हो खोला। रामारोसन पर्यटन क्षेत्र तपाईँलाई स्वागत गर्दछ भनेर यो चाहिँ अछाम जाने बाटो रहेछ। तर हामी चाहिँ डेस्टिनेसन चाहिँ यो बाटो माथिल्लो बाटो जाने हो होइन। आजको स्पेशल खाना हाम्रो साइखोलामा अर्ग्यानिक, एकदम प्योर अर्ग्यानिक भात भेजी खाना खान गइरहेको छ। हामी जुम्ला जाने तर्खर हो। जुम्लाको बाटोमा दाल भात तरकारी, जागिरी मिल्ने सरकारी, अब यस्तो ठिक छ है। माछा मासु चाहिँ पाएन, ठिक छ। हामीले अम्लेटले यो चाहिँ फर्स्ट कपी अफ मार्सी धान हो होइन सर। ल साथीहरु है, यही हो है हाम्रो अर्ग्यानिक खाना आजको। अन्डा स्पेशल साइखोलामा स्पेशल खाना हामी खाँदैछौँ। तपाईँहरू पनि मिठो मानेर है, यसैबाट 1-2 गाँस सबैको भागमा छ है। कुप्पो कुप्पो यसरी खानु होला है। मिठो मिठो अनि अति मिठो खाना खाएर, अर्ग्यानिक खाना खाएर हामी चाहिँ अगाडि बढिसकेका छौँ। यो चाहिँ हामीले यो साइखोलालाई चाहिँ तल छोड्दै हामी चाहिँ कर्णाली प्रदेशमा छौँ। उतापट्टि चाहिँ सुदूरपश्चिम प्रदेश। हामी यो बाटो अलिकति अफरोड छ। यो बाटोमा मानमा लागि हिँडिरहेको छौँ। मानमाभन्दा अगाडि हामी नागमा गएर आज कहाँसम्म पुगिन्छ हेरौँ है राराको यात्रामा। अरू चाहिँ सबै ठिकै छ साथीहरु। गर्मी छ, धुलो छ बाटो, के हो मामा सेतै भइएछ त, सेतै लास्टै सेतै।
ठाउँमा यसरी पहिरो गएको छ यो बाटोमा होइन तपाईँहरूले हेर्न सक्नुहुन्छ। ठिकै छ साथीहरू, यात्राको क्रममा यस्तो अप एन्ड डाउन्सहरू धेरै हुन्छ। पनि हामी निरन्तर यात्रा गरिरहेका छौँ। साँझसम्म हाम्रो टार्गेट चाहिँ रारा पुग्ने हो। होपफुली तपाईँहरूलाई भोलिको बिहान राराको पुरमा टपबाट रारा ताल देखाउन पाइयोस् है। स्टे ट्युन है साथीहरू, हामीसँगै जोडिरहनु होला। साथीहरू, खुसीको खबर, एकदम एक्साइटिङ न्युज है। हामी मानमा फाइनली पुग्नेवाला छौँ। 5-7 किलोमिटर रहिरहेको छ। हामी चाहिँ फेदीमा छौँ है। फेदीमा मानमा देखिरहेको छ। सो एक्साइटेड गाइज। मानमा पुगेपछि नाकमा आउँछ। नाकमा आइसकेपछि एकैछिनमा रारा हो, एकैछिनमा सिर्लिङ है। हामी एकदमै हाई स्पिडमा हिँडिरहेको छौँ, हाई स्पिड। साथीहरू, म तपाईँहरूलाई देखाइ नै हाल्छु के फेरि है त। बाटो चाहिँ यस्तो छ है, बाटो चाहिँ यस्तो छ। यो चाहिँ मानमा पुग्ने बाटो हो। तल बगिरहेको छ कर्णाली नदी। मानमा आयो आयो, मानमा बजारदेखि लाग्यो है साथीहरू। साथीहरू, हाम्रो यात्रा निरन्तर अगाडि बढिरहेका छ। अहिले केही चेन्जेस आइसक्नु होला। हामी बोरा चिट्टा भएर बिहान निस्केका थियौँ भने अहिले चाहिँ धुलै धुलो देखिराख्नु भएको होला है। विचार गर्नु पऱ्यो। दायाँ बायाँ पनि हेर्दैछु। टाढा पाखा छराले यस्तो राम्रो बाटो छ कि तपाईँहरूलाई खै के भन्ने है। खुसीको सीमै छैन। अहिले चाहिँ हामी नागमा बजारमा छौँ साथीहरू। यो चाहिँ सानो बजार तर नागमा बजार। साथीहरू, अहिले चाहिँ हामीहरू अब यो नागमाबाट निस्किसक्यौँ राराको लागि। सानो बस्ती छ यहाँनिर। यो नागमाबाट थोरै अगाडि। ल ल ल ल ल समर्गमा आजको यात्रा एकदमै जटिलपूर्ण अवस्थामा थियो हाम्रो चाहिँ। तर पनि हामीले त्यो यात्रालाई चाहिँ एकदमै सुमधुर बनाएर गइरहेको छौँ होइन त सर। यहाँ चाहिँ एउटा सानो गेट छ। हिमा गाउँपालिकामा यहाँहरूलाई स्वागत छ भनेर। यो चाहिँ तपाईँको जुम्लाको एउटा विकट दुर्गम गाउँपालिका पनि पऱ्यो क्या। यो चाहिँ नागमादेखि दहीचिउरा रारा ताल जाने बाटो हो साथीहरू। यस्तो अफरोड छ। एकदमै बिग्रेको जीर्ण अवस्था पनि छैन। यो धेरै राम्रो अवस्थामा छ। बर्खायाममा चाहिँ हिलामे हुन्छ होला। अहिलेलाई चाहिँ एकदम बेस्ट अफ दि बेस्ट कन्डिसनमा छ होइन। हामी यही बाटो हुँदै गइरहेछौँ। यहाँ डाँडा काँडामा यसो यो टाइपको रुखहरू देख्न सक्छौँ हामीले होइन, यो टाइपको। त्यसपछि हाम्रो अब बाटो पनि रमाइलै छ। दुईजना भएपछि झन् हामीलाई अरू केही चाहिएन। रमाइलो गर्दै हिँडिरहेछौँ। यात्राकै क्रममा हामीले यो डिजाइनको हामीले यहाँ ब्रिजहरू पनि धेरै देख्न सक्छौँ। यो नागमाभन्दा अगाडि आइसकेपछि चाहिँ यो चाहिँ एक किसिमको तपाईँको ऐतिहासिक भनौँ न होइन, सांस्कृतिक पुल हो। यसमा अब तपाईँले हेर्न सक्नुहुन्छ यहाँको कल्चर अनुसारको गेट पालेहरूलाई यसरी खडा गरिएको छ। माथिपट्टि गाउँ पनि रहेको छ। यो चाहिँ हिमा गाउँपालिका 1 मा पर्ने गाउँ भयो के अरे। एकदमै राम्रो छ। हेर्नु खेती कस्तो मिलेको छ, स्टेडियम जस्तो। खेतमा एक गाउँ बाली छ अहिले चाहिँ। एकदम राम्रो कन्डिसनमा। माथि यो हिमाल हेर्न सक्नुहुन्छ। यसमा हिउँ चाहिँ परेको छैन। हाम्रो यहाँ सर हुनुहुन्छ, ड्राइभर सर यात्रामा हुनुहुन्छ। नमस्ते ढोकदिया। अनि म छु एउटा यता, नमस्ते ढोकदिया है। दुईजनाको टोली। अहिले चाहिँ हामी मूत्र विसर्जनमा रोकिरहेछौँ। यसपछि चाहिँ हामी हिँड्नेछौँ कन्टिन्यू हाम्रो यात्रा। आज
आजको वासस्थानसम्मको रहनेछ। यस्तो राम्रो गाउँ छ कि साथीहरू, देख्नमा यो एकदम राम्रो कि। यहाँ हेर्नुहोस् घरहरू है, यहाँ हेरौँ घरहरू, हाम्रो स्टेबलाइजर बोर्डमा यहाँ छ घरहरू, तल छ घरहरू, यता छ, एकदम राम्रो अक्खा छ क्या, एकदम राम्रो। यति चिसो छ फेरि हात जमिरहेको छ अहिले। साथीहरू अहिले चाहिँ हामी आचार्य लिही ठाउँ कटेर थोरै 2-3 किलोमिटर अगाडि आइपुगेको छ। यस्तो चिसो छ नि, अहिले लगभग 6:15 बजे, 6:15 गएको छ। यो टाइममा यहाँ यति चिसो छ, यति चिसो छ, हातहरू सबै फ्रिज भइरहेको छ त्यो होइन। झन्डै यो टोपी हामीले उताबाट ल्याउन बिर्सेको थियो घरबाट, तर पनि हामीले यो के भन्छ नागमामा किनिदियो, अलिकति राहत, धेरै राहत मिलेको छ। तपाईँहरू पनि छुट छ यदि त्यहाँ कपडाहरू भने नागमामा चाहिँ सबैको पाउँछ, एकदम राम्रो रेट पनि ठिकै ठिकै लाग्यो, त्यताबाट किन्न सक्छु। माथि आउँदा यतातिर अलिक ठुलो पसलहरू, भेराइटी पाउने पसलहरू चाहिँ छैन। त्यो भएर जाडो पनि असाध्यै हुने भएकाले तपाईँहरूले पूर्ण तयारी आफ्नो नागमामा गर्न सक्नुहुन्छ छुट्यो भएको। बाँकी यो ठाउँ हामी गइरहेका छौँ भने स्थानीयको भनाइअनुसार चाहिँ आचार्य लिहीबाट अझ पनि 1 घन्टा यो अफरोडका भएको कारणले अझ पनि करिब 1 घन्टा लाग्ने अनुमान गरिराख्नु भएको छ। गैजिउला भन्ने ठाउँमा पुग्नलाई त्यहाँ चाहिँ हाम्रो आयोजना आइपुग्नु हुन्छ। गोठेजिउला पुग्नलाई गोठेजिउलासम्म चाहिँ हामी तपाईँहरूसँगै हुन्छौँ है त साथीहरू। अब यस्तो छ माहौलहरू, ठिकै छ। यहाँ बाटो पनि खासै अप्ठ्यारो छैन, तर अफरोड भएर खासै स्पिड जान चाहिँ मिलाएको छैन, तर बाटो एकदम राम्रो छ। लेभलिङ गरेको बाटोहरू छ, त्यस्तो अप्ठ्यारो चाहिँ छैन, एकदमै अफरोड टाइपको। पर देखिरहेको ठाउँ चाहिँ आज हाम्रो बास बस्ने स्थान हो अरे साथीहरू, गोठेजिउला भन्छ त्यो ठाउँलाई चाहिँ, पर देखिरहेको डाँडामा। आज चाहिँ हामी त्यहाँसम्मको यात्रा गर्नेछौँ। अझ पनि त्यो ठाउँ करिब हाम्रो अहिले घुरिरहेको ठाउँभन्दा 5-7 किलोमिटर अगाडि छ। त्यो हुनाले आज अब सन्ध्या पनि त्यसमाथि हामीले स्याल मात्र भेटिरहेको छ है साथीहरू। देवर डरले पनि हामी अहिले ठुलो बाघ 2टा बाघसँग नजुधोस् भनेर हामी बाघहरू चाहिँ यतै बस्नु दिँदो गरेका छौँ। त्यो जाडो पनि असाध्यै बढिसकेको छ, त्यो मानेमा आजको बसाइ चाहिँ हाम्रो गोठेजिउलामा। भोलि बिहानै 5 बजे उठेर हामी अगाडि बढ्नेछौँ। स्टेट हिँड्दै साथीहरू तपाईँहरूलाई रारामा घुमाउनेछौँ हामीले बोटमा, त्यो पनि स्पेसल बोटमा है त। सो साथीहरू फाइनली हामी आजको बसाइ यो रुममा हुने भयो। हाम्रो आजको बसाइ चाहिँ डबल बेड छ कि यहाँ टेबल चाहिँ यस्तो धुलो छ, ब्याग चाहिँ यस्तो छ, र यतातिर चाहिँ अट्याच बाथरुम छ। यो रुममा हुने भयो। फाइनली पुग्यो के अरे के ठाउँ रहेछ गोठेजिउलामा। आजको बसाइ गोठेजिउलामा। अब भोलि बिहानै हामी 6 बजे निस्किन्छौँ। यात्रा फाइनल डेस्टिनेसन हैन, रारा लेक हैन, तपाईँहरूलाई घुमाउन द ड्रिम लेक हामी भोलि भेट्नेछौँ होइन। आज चाहिँ फाइनली बस्ने ठाउँ चाहिँ फिक्स भयो के अरे फाइनली। ल हाई बाई गाइस।